हाई नमस्कार। नमस्कार। के छ खबर त सबै ठिकै छ। के हो नि नाम? मेरो नाम गोपी पण्डित हो। अनि यो निर्वाचनको चर्चा कतिको सुनिँदैछ? त्यसकै मात्र हल्ला सुनिँदैछ, जतै पनि जसैको मुखबाट त्यस्तै कुराहरू सुनिँदैछ। कसलाई भोट हाल्ने त यसपालि? अब यसपालि विचार गरिँदैछ, भन्न सकिँदैन अहिले फ्याट्टै। केपी ओलीलाई हाल्ने कि बालेन शाहलाई हाल्ने कि समीर तामाङलाई हाल्ने कि कसलाई हाल्ने? केपी ओलीलाई नै हाल्ने हो जस्तो छ यसपालि। किन नि केपी ओलीलाई? उसले यहाँ दमकको लागि धेरै गरेको छ नि त, झापाको लागि हो। त्यही भएर हामी पनि त्यही झापावासी भएर हामी त धेरैतिर गयौँ, धेरैजनाले फेरि केपी ओलीले यो ठाउँमा केही गरेकै छैन भनेर भन्छन्। यत्रो भ्यू टावर बनाएको छ, आकाशे पुलहरू बनाएको छ, यो चाहिँ बनाएकै हो नि त उसले। अरूले त केही गरेको छैन नि त, उसले त यति भए पनि गरेको छ। त्यही हेरेर मान्छे टाढा टाढादेखि आउँछ। अनि युवा प्रधानमन्त्री बनाउने अब बालेन शाहलाई भोट हाल्ने भनिरहेछन् सबैले। त्यही त अहिले फिक्सै भएको छैन। केपी ओलीलाई पनि हालिन्छ हालिँदैन त्यो फिक्स छैन। अब विचार गरेपछि मात्रै हुन्छ क्या, सरसल्लाह हुन्छ। सरसल्लाह पछि त्यो पुरै सरसल्लाह चाहिँ भएको छैन। जस धेरै चाहिँ केपी ओलीलाई नै हाल्ने चान्स त्यो छ। अब पहिले चाहिँ त्यसैलाई हालेको थियो, अब यसपालि पनि त्यसैलाई हालिन्छ कि हालिँदैन त्यसमा चाहिँ कन्फ्युजनै छ। किनकि त्यसको काम गरे अनुसार मान्छेले कतिपय त अब सबै रिसाएकै छन्। अब भन्दैछ त्यही, अब कुरा चल्दैछ हाम्रो सबैजना घरको, अब कसलाई हाल्ने नहाल्ने अहिले चाहिँ फिक्सै भएको छैन। तपाईँलाई चाहिँ पर्सनली कस्तो लाग्छ केपी ओली? पर्सनली त मलाई ठिक लाग्दैन। मान्छे निकै अलिक हावा पनि छ। हर्क साम्पाङ कस्तो लाग्छ? हर्क साम्पाङ ठिकै लाग्छ मलाई, ठिकै लाग्छ। काम गर्ने मान्छे चाहिन्छ नि त मान्छेलाई। बालेन शाह चाहिँ? बालेन शाह पनि ठिकै लाग्छ। को चाहिँ अलि बढी ठिक लाग्छ त, केपी ओली कि बालेन शाह? बालेन शाह ठिक लाग्छ। बालेन शाह ठिक लाग्छ। किन? उसले सरसफाइमा अलिक बढी ध्यान दिन्छ। काठमाडौँमा हेर्नुभयो होला नि तपाईँले, गली गली सरसफाइ, गली गलीमा पिच बनाइदिएको छ। अरू नेताहरूले कसैले गर्न सकेन, मन्त्रीले पनि गर्न सकेन। अहिले ऊ मेयर भएर उसले त्यत्रो गरिदियो भनेपछि अब त्यही रूपले पनि बालेन शाह ठिक लाग्छ। अनि बालेन शाह र हर्क साम्पाङमा चाहिँ? बालेन शाह नै ठिक लाग्छ। बालेन शाह नै ठिक लाग्छ। अरू केही छ भन्न? अरू केही छैन सर। ल धन्यवाद है।